पहिले जब भगवानले सृष्टि गरे नि जनावरहरू त्यतिखेर चाहिँ त्यो कुकुरहरूले आफ्नो पछाडिको भाग त्यो चाक निकालेर राखेर घरभित्र मठ मन्दिरमा प्रवेश गर्थे अरे क्या। अनि निस्केर अनि त्यो आफ्नो चाक थपक्क लाएर हिँड्थ्यो अरे क्या। एक दिन कुकुरहरूको ठुलो सम्मेलन भएछ क्या, सभा, एउटा विशाल सभा हलमा चाहिँ कुकुरहरूको सभा हुने भएछ। अनि त्यहाँनिर सबै कुकुरहरूले आफ्नो चाक बाहिरै ढोका बाहिरै राखेर खापै खाप राखेर भित्र प्रवेश गरे। अनि त्यहाँनिर भित्र उनीहरूको माहौल एकदम राम्रो भयो, मजाको गीत नाच मजाको भाषणहरू भइरहेको थियो। त्यतिखेर भुइँचालो आएछ, डुटु टुटु 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 गरेर हल्ला आएछ। अनि कुकुरहरू आफ्नो ज्यान बचाउनको लागि तछाड र मच्छाड गरेर त्यो साँगुरो ढोकाबाट बाहिर निस्केपछि आफूले राखेको चाकहरू कुन हो जुन पाए त्यही भिर्दै हिँड्यो, जुन पाए त्यही भिर्दै हिँड्यो। जसो पायो थुपारेर राखेर जसो पायो त्यसो भिर्दै हिँड्यो। हो त्यो बेलादेखि कुकुरहरू एक अर्कोमा भेट हुँदाखेरि यसले पो लायो कि मेरो चाक